Hello guys, good morning from Mahasila गाउँपालिका पर्वत। अहिले चाहिँ म यहाँ पर्वतमा छु, पर्वतको महाशिला गाउँपालिका। आज चाहिँ हामी महाशिला बेसिक हस्पिटलबाट चाहिँ यो यहाँको के अरे त्यो महाशिलाको त्यसलाई के भन्छ? महाशिला ढुङ्गा भन्ने महाशिला हो। अनि यो गाउँपालिकाको नाम पनि त्यही ढुङ्गाकोबाट रहेको रहेछ। अनि त्यो चाहिँ बिगेस्ट स्टोन इन एसिया हो। महाशिला गाउँपालिका महाशिला आधारित अस्पतालबाट महाशिला ढुङ्गामा जाँदैछ। आजको मेरो यात्रा सिस्टरहरूसँगको एकदमै धेरै रमाइलो भइरहेको छ। अनि हामी चाहिँ यो लुङ्खु भन्दा अलिकति अगाडि पुगिसक्यौँ। अहिले चाहिँ फेरि हाम्रो यो मौसम नि बर्खा छ कि, बर्खाको सिजन। अनि मौसम नि पुरै हुस्सु लागिरहेको छ। पहिला म यहाँ आएर यो बाटो हिँड्दा चाहिँ बाटो चाहिँ एकदमै अफरोड थियो। अहिले चाहिँ यहाँ पिच हुँदै रहेछ। अनि खुसी लाग्यो, बाटो नि यस्तो दामी बनिरहेको रहेछ। पिचको लागि यो चाहिँ तयारी गर्दै रहेछ। ल फाइनल्ली अब चाहिँ हामी यहाँ पुगिसकेको छौँ। अनि मौसम पनि खुलेन, हुस्सु नै लागिरहेछ। अब के छ यहाँ चाहिँ हेरौँ है त। अब चाहिँ तल पूजा गरेर यहाँ यताबाट माथि जाने ठाउँ रहेछ। अनि माथि जानुको लागि चाहिँ यहाँ सिँढीहरू यसरी मजाले बनाइदिएको रहेछ। अनि सिँढीबाट माथि जाँदैछु। यहाँ माथि आइसकेपछि चाहिँ यहाँ पनि मन्दिर रहेछ। अनि अब त्यो चाहिँ हो महाशिला ढुङ्गाको माथिबाटको त्यो एरिया। त्यहाँ चाहिँ अहिले एकछिनमा जान्छु म। यहाँबाट हेर्दा चाहिँ तर बोपाल देखिन्छ कि खतरा छ जस्तो देखिने कि। अनि यो चाहिँ मन्दिर रहेछ यहाँ। अनि ओहो यहाँ पो रहेछ त। ल यो चाहिँ शिव हो। शिवको रहेछ। ल हर हर महादेव।
यहाँ चाहिँ यस्तो रहेछ यहाँ चाहिँ पुरा यस्तो गुफाहरू जस्तो रहेछ अनि सबै यता यस्तो बनाएको रहेछ यहाँ चाहिँ अनि तल यहाँ बस्ने ठाउँ नि रहेछ के मन्दिर समथिङ के छ हो मन्दिर यहाँ चाहिँ मन्दिर रहेछ अनि यहाँबाट चाहिँ निस्किने ठाउँ रहेछ यता यो के भन्छ यसलाई पुरा यस्तो यो बनाएर राखिदिएकोहरू नि रहेछ ढुङ्गा चढाउँछ क्या यो चाहिँ सबैले यस्तो दामी यहाँबाट चाहिँ निक्लिने ठाउँ पनि रहेछ हाम्रो सिस्टरहरू चाहिँ यहाँ ढुङ्गा चढाउनु हुँदैछ मैले पनि एउटा ढुङ्गा चढाइदिनु पर्यो यहाँ कहाँ राखिदिएँ भने कहाँ राखिदिएँ भने यसमा यसकै माथि राखिदिनु पर्यो ल मैले नि राख्दै है त अब अहिले चाहिँ म यहाँ गुफाभित्र पसिरहेको छु होइन ओडार भन्छ कि यस्तो चाहिँ हाम्रो चाहिँ ओडारभित्र अनि यहाँ त बाटो छैन रहेछ नि त यहाँबाट चाहिँ त अगाडि देखिन्छ अगाडिबाट गएर यहाँ चाहिँ तल झर्ने बाटो पनि छैन रहेछ यहाँ चाहिँ यहाँसम्म मात्रै रहेछ अनि माथि यसलाई एक राउन्ड हानेर झर्दै हो क्या अहिले चाहिँ हामी यहाँ त लगभग मेरै हाइट जतिको अग्लो रहेछ होइन एक मान्छे मेरो हाइटभन्दा अझ धेरै यति धेरै अग्लो रहेछ किन चाहिँ खालि स्पेस यहाँ पर चाहिँ त्यति धेरै छैन रहेछ यहाँबाट चाहिँ उता बाहिर देखिँदो रहेछ कि ल म चाहिँ फेरि निक्लेँ यहाँबाट निक्लेर सँगै त्यो बाहिर यताबाटै निक्लेँ अब यहाँबाट एक राउन्ड यस्तरी घुमेर माथिबाट झर्ने हो ल यसको टपमा चाहिँ यस्तो रहेछ यहाँ जानु मिल्छ कि मिल्दैन तर मिल्छ होला गइराखेकै जस्तो लाग्यो मान्छेहरू होइन यहाँबाट चाहिँ गाउँहरू कस्तो देखिँदो रहेछ अघि चाहिँ हुस्सु लागेर फुलेको थिएन वाह बब्बाल हेर्नुहोस् यसको एरिया पनि बहुत ठुलो के हेरौँ न अनि यहाँबाट यत्रो ठुलो छ है अब यहाँबाट चाहिँ फेरि सिधै ओह्रालो क्या यहाँबाट झर्यो भने तलै झर्ने रहेछ कि आमामा यार मलाई नि डर पो लाग्यो सिधै तल होइन यसको त्यो फारी गाउँहरू यसको एरिया नै ठुलो रहेछ कि यहाँ माथि नि चट्टानै चट्टान छ कता कताबाट छ बाटोहरू जाने चाहिँ गल्ली गल्लीहरू रहेछ यसको माथिको एरिया यस यो चाहिँ महाशिलाको ढुङ्गा माथि टपमा चाहिँ जानु सकिएन होइन त्यहाँ चाहिँ अप्ठ्यारै छ क्या अब म चाहिँ यहीँबाट फर्किन्छु गलेर एकदम थकाइ लागेर बसिराख्नु भएको छ यो ढुङ्गालाई चाहिँ सरर यहाँबाट एक राउन्ड हान्नु मिल्ने रहेछ कि सबै यो बाटै बनाइदिएको रहेछ रेलिङहरू अनि सिडीहरू लगाएर गरेर यसरी एक राउन्ड लगाएर आएर यहाँबाट फेरि फर्केर यो भिडियोलाई चाहिँ यहीँ क्लोज गरिदियो है त।